हेलो गाइज एभ्रीबडी गाइज गुड मर्निङ मेरो न्यू भ्लगमा स्वागत। काम चाहिँ मेरो यस्तै छ, जब चाहिँ गाडी वासिङ हाल्नु हो। अहिले फेरि एकछिनमा कहाँ हिँड्नुपर्छ, टाइम भएको बेलामा वास हालिदिइहाल्यो। यता फेरि यस्तै छ। ओके गाइज, अनि अहिले सानोमा हुँदा बाबामाले पढ्नु पढ छोरा पढ पछि पछिताउँछस् भन्थ्यो। पढेर को ठुलो हुन्छ भनिन्थ्यो हो। अहिले पो थाहा पाउँदैछु त, अहिले पो थाहा पाउँदैछु त नपढेको के अरे पारा त यस्तो बोक्दो रहेछ त। ए हेर, पढेको भए यसरी अर्काको गाडी, यसरी अर्काको नोकरी गरेर गाडी क्लिन गर्नु पर्थ्यो र कसो हो। पढ्नु त पढेन, अब काम त अब रेगुलर दिनु पऱ्यो नि त होइन। बोसको उनीहरूको चिप्ले हानेर हुन्छ कि होइन, सानो भएर हुन्छ हजुर भनेर हुन्छ, हजुर नै जान्ने हजुर नै बुझ्ने भनेर हुन्छ कि दिनु पऱ्यो रेगुलर। जिन्दगी झडाप छ, काम गर्नु पनि हुँदैन, गर्नु पऱ्यो। सल्लाह साथीभाइहरू सबै पढ्ने लेख्नेहरू युरोप कन्ट्री हङकङ कोरिया अरे, आफू चाहिँ अब पढ्ने बेलामा शिव भयो, अनि अहिले यता क्लिन मास्टर। पहिले साथीभाइहरूले भन्थ्यो है, भन्छ साथीभाइ त बचपनको बहुतै दोस्तो दोष भन्थ्यो क्या। कमाउनु थालेपछि त ट्र्याक नै छुट्टिन्छ भन्थ्यो, हो रहेछ। अहिले छैन साथीभाइहरू, हेलो गराउन हाई पनि भन्दैन। अनि किन रहेछ भनेको त मनी इज द पावर भनेको त्यो रहेछ नि त। आफ्नै दोस्तीलाई पनि गाह्रो हान्दिने खालको पावर रहेछ नि त मनीको त, होइन। मिलेन अरे लेभल, आमा औकात चाहिँ अरे। अब बचपनको दोस्तीहरूसँग मिल्नु पनि भेट्नु पनि के हो जिन्दगी। ठिक छ, कोही बात नहीं है, हम भी जिएंगे साला, एक दिन तो एक दिन वो भी जाएंगे बोल के हम भी जीना सीख रहा हूँ, जी रहा हूँ, कोई बात नहीं है। ओके गाइज, 1 सेकेन्ड। अनि यहाँ अर्को गाडी पनि ट्र्याकमा राखिरहेको थियो क्या। त्यो पनि अब बुढोको हो, कहिले काहीँ हिँड्नुपर्छ प्राइभेट। अब त भइ पनि सक्यो हो गया भाइ, स्टार्ट ब्रिजको त खै फिर किधर जाना बोलते हैं। ये हमारा ओनर का फेवरेट थार, कभी कभी चढ़ता है। गाइस अब नेक्स्ट भिडियो में, ओके बाय गाइस, थैंक यू। आज के हो गर्नु छ, टोटल आज गर्नु भएको काम गरेर। ओके बाय गाइस, बाय। आज नेक्स्ट भिडियो में ओके।